Welcome back to my YouTube channel Norki Leolmo Vlogs. र आज चाहिँ तपाईहरुलाई म यहाँ रेनु भान्जीको घर आज हाउस वार्मिङ देखाउँछ एकछिन म आको र यहाँ टिका बहिनी हेलो 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 गोकुल बहिनी गंगा बहिनी उहाँ त अब देखाउनु हुन्न अरे पुष्पा बहिनीले जेन्जी यो चाहिँ सिटिङ रुम है बहिनीको यहाँ चाहिँ क्रिसमस ट्री राखेको रहेछ नानीहरूको गिफ्ट पनि राखिदिएको रहेछ नानीहरूलाई है यहाँ चाहिँ पुरा खानेकुरा बनाएर मिठो मिठो बनाएर रहेछ ल बत्तीवाला त एकदम उज्यालो देख्यो बल्ल ल नानीहरू हेलो 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 सबैलाई है अलिकति अटेन है ल ल थ्याङ्क यू ल यहाँ चाहिँ डाइनिङ सेलरोटी बनाएको छ विङ्स चिकन मोमो पोर्क मोमो यहाँ चाहिँ मुलाको चटनी के हो यहाँ चाहिँ मिक्स चटनी यहाँ चाहिँ के को छोला अरे छोइला ए मेरो नातिलाई चिन्छ है नमस्ते के अरे तिम्रो नाम सोफी ए चिन्छ है निरव राईलाई यहाँ चाहिँ रेनुको छोरी ए उसको टिकाको छोरी है होइन तिमी के अरे नाम प्रिशा यहाँ चाहिँ के बनाएको रहेछ सुसी पनिर बनाएको छ न्युटेलाको छोइला बनाएको रहेछ यो चाहिँ डाइनिङ हनी पर्दैन अझ हालिदिनु बरु किचनको बत्ती ठिकै छ है यहाँ चाहिँ किचन रेनु बहिनीले के पकाउनु हुँदैछ हौ यहाँ भेजिटेबल यहाँ भान्जीले हेर्दा यस्तो मिठो बनाउँदैछ मिक्स भेजिटेबल यहाँ चाहिँ पोर्क के बनाउँदैछ अनि यता गयो भने चाहिँ बाहिर जाने रहेछ यहाँ सानो हाम्रो भगवानको खान पनि बनाउनु भएको छ त्यहाँबाट चाहिँ कोरिडोर जाने रहेछ यो भित्र सिटहरू छ यहाँबाट चाहिँ कोरिडोर मेन इन्ट्रान्स फ्यामिलीको फोटो राखेको छ यहाँनिर टोइलेट रहेछ चाहिँ मेन इन्ट्रान्स यहाँ चाहिँ उकालो अब बेडरुमहरू जाने अहिले हेरौँ न यहाँ चाहिँ
माथि रुमहरू हेर्नु जाने छोरीको ग्रेजुएसनको सुरु भयो ल ल आउनु अब माथि यसो हेलो भिजिट यहाँ चाहिँ कसको कोठा छ है छोरीको कोठा है छोरी कोठा रहेछ यहाँ चाहिँ प्यासेज है ठुलो प्यासेज यहाँ चाहिँ यता चाहिँ कसको उता हेर्नु उता कान्छी छोरीको यहाँ कान्छी छोरीको यो कान्छी छोरीको अरे त्यहाँ 4 बेडरुम यहाँ चाहिँ छोराको यता छोराको छोरा यहाँ हेर छोरा सनको हेलो हेलो नातिनीहरू सबैजना यहाँ बसेको रहेछ यहाँ चाहिँ टोइलेट यो रेनुको हेरौँ यहाँ चाहिँ टोइलेट रहेछ होइन कतिवटा टोइलेट यहाँ तल एउटा यहाँ चाहिँ हाम्रो रेणु भान्जीको है यो चाहिँ ठुलो मास्टर बेडरुम होला होइन यता चाहिँ के रहेछ त ए यता पनि ग्रिन सुट रहेछ नि त सबैजना घर भिजिट गरेर ओह्रालो हामी हिँड्दैछु ल हस् भाइ बहिनीलाई लिएर आऊ अरे यहाँ ढोका खोल्दा मान्छेलाई वाक्क थाल्दैन स्टोर रहेछ नेपालीको यस्तै सामान नेपालीलाई त चाहिन्छ स्टोर है हेरौँ ल मिलाएर राख्छन् मिलाएर राख्छन् भित्र नि 25सम्म 50सम्म रहेछ नि त यहाँबाट चाहिँ यता चाहिँ किचन कता गयो डाइनिङ बुढाबुढी बिचमा बस्छ छोराछोरीहरूलाई छेउछाउमा गर न बुढा बिचमा बस्छ न भनेको बाबा आमा बिचमा
छोरी दुईटा छोरी यता अब सोफामा चाहिँ तिमीलाई के भनेको माथि होइन ठिकै छ यस्तो गर्नु नि त त्यो सामु त हरियो गर्नु न देखाउनु न फुल पनि राखौ यो चाहिँ पिसालाई यो एलर्जी छ के नाच्ने एलर्जी छ यो छोरालाई है 1 2 3 अब ये ले आइदिनु रेडी रेडी 1 2 3 गो भन्ने है क्या हो बिस्तारै गर्नु नि याद रेडी गो भन्छ बा नानी बनाइ है बाबु नानीहरु सबैजनालाई हामी त यता हिजो यो उता हिजो भयो गाडीतिर खिच्ने अघि पछि जब म त फेरि सुपर फास्ट है यो भाइलाई अब बिस्तारै चक्लेट सबैलाई एक कुन्टा यो बाबुलाई यो बाबुलाई यो नानीहरुलाई अनि नानी छोरीहरुलाई ल छोरीलाई यहाँ अर्को छोरीलाई यो चाहिँ घरबेटी 12 आमालाई 12 आमालाई घरबेटी 12 आमालाई आशीर्वाद हाम्रो है अब त्यो कार्ड यस्तो खोलेर देखाउँ यस्तै गर्छ के भन्दै नानी ल घर धनीहरुबाट दुई शब्द सुन्न पाऊँ बन्द भिडियो त कट भइसक्यो त माइक पनि दिउँ धन्यवाद माइक पनि दिउँ भाइ गाली खाँदा बोल्न पनि सिकाएको आमाहरु आइदिनु भएकोमा धेरै धेरै धन्यवाद आज के भाइलाई बोल्न चाहिँ फेरि सासूले सिकाएको डाइटिसियन सासू हजुर तपाईँहरू सबैलाई है धेरै 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 यस्तो टाइम मिलाएर आइदिनु भयो होइन थ्याङ्क यू यो हल्लाउने कहाँ छ कोरस अब हामी कोरस कोरस तिमी नाचेन नाच्न जान्ने मान्छे खुट्टा नहल्ला जिउ मात्रै हल्ला हातमा छ गफ हानेको के गफ अघिदेखि चाहिँ यो भन्न नभने अहिले मसँग गरेर पहिले बनाइदिन्छु ए रबिना टन्डनहरू हेर यहाँ आमा रबिना टन्डनहरू यस्तो रबिना टन्डन अक्षय कुमार खोइ अक्षय कुमार ए म हो रे फेरि अक्षय कुमार दम गर्दो रहेछ नि त दिदीको फेभरेट गीतहरू यस्तो हुन्छ के